मिति 2082 साल असोज 12 गते आइतबार दसैँको फुलपातीको अघिल्लो दिन यहाँ हाम्रो मालदाईको घरको छठ ढलानको कार्यक्रम भएको छ। आज छठ ढलान गर्ने भएको छ। यहाँ अब निलन्दी र शिवेन दाजु हुनुहुन्छ। उता मेसिन चलिरहेको छ। यहाँ चाहिँ मिक्सरबाट मिक्सेर चाहिँ माथि सर ट्रली झर्दो रहेछ। अनि यो ट्रलीमा चाहिँ हालेर सिमेन्ट सर माथि जाँदो रहेछ। यसो हुँदाखेरि लेबर कस्ट पनि कम गर्दो रहेछ। छिटो पनि भयो, छरितो पनि भयो। यहाँ चाहिँ किचन, यहाँ चाहिँ लेबरहरूले गर्ने खाने। यता चाहिँ अब लेबरहरूले सर काम गर्दै हुनुहुन्छ। हाम्रो घर चाहिँ यहाँ छ। अब यो दसैँको मुखमा भोलि फुलपातीको दिन हो। सबै लग्यो त्यसले यहाँ पुरै यो दसैँको हरियाली छ यतातिर। अब यो मौसम अनुसार यहाँ दाइको दुना भैँसी पनि टक्कै अगाडि रहेछ। यो चाहिँ यता दमक जाने घर। ओहो, दमक जाने बाटो, सरी। यो चाहिँ यता स्कुल जाने बाटो। यो स्कुलदेखि चाहिँ यता छिरेपछि चाहिँ दाइको घर छ। अब यता माथि कन्स्ट्रक्सन भइरहेको छ। यहाँ लेबरहरूले ठिक्क मात्रामा आफ्नो सिमेन्ट वालहरू हालिरहेछन् भने मिसिनले पेलिरहेछ। र मिसिनले पेलिसकेपछि त माथि लाने काम चाहिँ त्यही मिसिनको घिर्नीबाट हुँदो रहेछ। यहाँ मात्रै देखिराख्नु भएको छ यो हाम्रो घर। अब यो दसैँको मुख भएकोले गर्दाखेरि यहाँ पुरै हरियाली छ। आमा चाहिँ भित्र बसिरहेको छ। हाम्रो आमा निलन्दी हौँ। यहाँ के गरेको निलन्दी? ट्र्याक्टर कुदाउनु आउँछ? त्यही खुट्टामा चप्पल। तिमीलाई ट्र्याक्टर कुदाउनु आउँछ कि आउँदैन? पप ए, ऊ चाहिँ को हो? तिम्रो साथी हो? यहाँ चाहिँ पुरै धान। अब यो अहिलेको अवस्थामा चाहिँ यस्तो छ यो घर। यो चाहिँ घरको ब्याक साइडबाट खिचिएको तस्विर हो। यो तल्लोपट्टिबाट खिचेको।